बालिन शाहकै कारणले गर्दा मैले 11 र 12 कक्षा चाहिँ निःशुल्क रूपमा पढ्न पाएको थिएँ। त्यो बेला चाहिँ बालिन शाह भर्खरै त्यहाँको मेयर हुनुभएको थियो अनि उहाँले इनिसिएट गर्नुभएको काठमाडौँ मेट्रोपोलिटन सिटी स्कलरसिपको कारणले गर्दाखेरि म जस्तो काठमाडौँ भ्यालीभन्दा बाहिर रहेको स्टुडेन्टले पनि त्यहाँ गएर फ्रीमा निःशुल्क 1 रुपियाँ पनि नतिरिकन चाहिँ पढ्न पाएको उदाहरण चाहिँ मै हो। त्यही भएर म सम्पूर्ण झापावासीहरूलाई चाहिँ के अनुरोध गर्न चाहन्छु भने यदि तपाईँहरू सम्पूर्ण देशको विकास हेर्न चाहनुहुन्छ भने यो शिक्षाको क्षेत्रमा चाहिँ एकदम क्रान्ति हेर्न चाहनुहुन्छ भने चाहिँ हजुरहरूले जसरी भए पनि बालेन शाहलाई जिताउनुहोस् यो पटक। अनि त्यही नै हो, बालेन शाहलाई जिताउनु भयो भने चाहिँ यो जुन स्कलरसिपवाला कुरा छ हामी जस्तो फाइनेन्सियली अनस्टेबल अनि भ्यालीबाट बाहिर भएको स्टुडेन्टहरूको लागि चाहिँ एकदम ठुलो कुरा हो नि त फ्रीमा पढ्न पाउनु भनेको। भएर चाहिँ म के अनुरोध गर्न चाहन्छु भने सम्पूर्ण झापावासीहरूले चाहिँ एउटा देशको लागि चाहिँ हाम्रो बालेन शाहज्यूलाई चाहिँ भोट गरेर चाहिँ प्रधानमन्त्री बनाउन मद्दत गर्नुहोला, घन्टीमा भोट गर्नुहोस्। थ्याङ्क यू।